देश रहन कि नरहने भन्दाखेरि कहाँ जान्छ र देश भनेको छ। देश बेचे कहाँ कसले बेचेर देश भनेको छ। देश बेच्नु भनेको प्लास्टिकमा पोको पारेर पैसा लिएर अर्को देशलाई दिनु हो र। जब अब आउने कुनै पनि पुस्ता यो देशमा बस्न चाहन्न, भूगोल खाली हुन्छ, त्यसपछि किडा यस्तो बन्छ। एकजना मान्छे मलाई देखाउनुहोस् यो देशमा सपना भएको मान्छे जो राष्ट्रवादी भएर बसे पनि 5 वर्षपछि त्यो मान्छे यो देशमै भेट्यो। जब यो देशमा नागरिक हुँदैन नि, खेती नभएको ठाउँमा झार पलाउँछ, नेपाली नभएको ठाउँमा जो पनि देशलाई खाली गर्ने, उजाड गर्ने, अब आउने युवालाई खाली गरिदिएपछि अहिले भएका जनसङ्ख्या त 20 वर्षपछि सकिन्छ, मरेर जान्छ। खोइ नयाँ पुस्ता यो देशमा कसले धानिदिन्छ यो देश? यो घरमा को बस्दिन्छ? न्युरोडका ठुल्ठुला घरमा को बस्दिन्छ? घरका कोठा खाली छन् अहिले। पहिला त्यो घरमा कोठा पुग्दैन थियो, घरका कोठा खाली छन्, बजार खाली छ, किराना पसलमा सामान धमिरा लाएर बसेका छन्, होटलहरू खाली छन्, कफी सप खाली हुँदैछन्, कपडा पसल चलेको छैन, 90% व्यापारी असफल छ। जनसङ्ख्या नभएपछि व्यापार कहाँबाट हुन्छ? कसको लागि यो देश? के को लागि यो देश? त्यो दिन चाहेर पनि मेरो देश बिक्री गर्नबाट